यलो महानगरपालिका वडालिया सोरया गोसाले अर्नीको समाज दिशे सहकार्य शनिबार पत्तिका जुयाचंगु स्वास्थ्य शिविर कोचाकुकुदु समापन ज्याचो यान्य मंगल बजारे पुवा जलाशय छाती लुएलिसे ज्येष्ठ नागरिकतेको लागि जनरल स्वास्थ्य शिविर न जुगु ख स्वास्थ्य शिविर निशुल्क जाँच दिसे वासन सितिकम्बिगु ख शिविर बारे ठाउँ छिस गु याना उयाचौँ डु व टस्कया बालाउपट्टि सेवा बियो तयो चाहिँ थन पुष्टि जुयाचौँ डु करिब छिस छिउ थो शिविर सञ्चालन यानो टोले विभिन्न विशेषज्ञता विभिन्न रोग सम्बन्धी चाहिँ थो शिविर यानो खे चाहिँ छिपि एकदमै छौ किसिमो बालाउ उपलब्धि हासिल जो खण्डु ठैटा चाहिँ निरन्तरता न याना उनियो तयो खदु वास्तवै चाहिँ 16 वटा सङ्गु स्वास्थ्य सम्बन्धी चाहिँ सङ्गु योजना तयो ख ओके चाहिँ छौ वृद्ध टेट छे उना सेवा या उन्यु थेन्टो छौ चाहिँ प्रतिरोधात्मक सेवा ओके चाहिँ योग शिविर तयो अयो चाहिँ सञ्चालन वया चुनो खे ठो छौ चाहिँ उपचारात्मक सेवा या विषय तया चाहिँ योजना देको ख आज चाहिँ हाम्रो यहाँ क्लिनिक चाहिँ हार्ट जोड्ने हरेक शनिबारै भइरहेछ हैन आज चाहिँ विशेष गरी हार्ट जोड्नेको बारेमा थियो र यस्तो क्याम्पहरुमा तपाईहरु जनसमुदायहरु मान्छेहरु आउँदाखेरि एकदमै फाइदा हुन्छ जस्तै हामीले हस्पिटलमा हेर्ने र क्लिनिकहरुमा हेर्ने र यहाँ हेर्नेमा केही फरक हुँदैन है हाम्रो लागि बिरामी जहाँ आए पनि एउटै हो र जुन मान्छेहरुको भन्ने छ क्याम्पहरुमा आउँदा जे पाए त्यही औषधि दिन्छ राम्रोसँग हेर्दैन भन्ने यस्तो चाहिँ केही हुँदैन हाम्रो लागि बिरामी भनेको जहाँ पनि एउटै हुन्छ र हामीले एकदमै राम्रोसँग टाइम दिएर राम्रोसँग हेर्ने गरेका छौँ हैन त्यो भएर यहाँ आउँदाखेरि मान्छेहरुलाई एकदमै फाइदा नै हुन्छ र म अहिले चाहिँ हालसाल चाहिँ अहिले म सम्झना क्लिनिकमा बस्छु तपाईहरुलाई केही समस्या छ हार्ट जोड्ने विषय केही समस्या छ नि सम्झना क्लिनिकमा आएर देखाउँदा हुन्छ गावाले जुगु समापन ज्याजोले कुवातकको जुगु स्वास्थ्य शिविर लागि गुहालिया पिन्द वडालिया सोरया वडा अध्यक्ष निर्मल रत्न साक्य कदरपत्र ललाना दिगु ख विपासना भयो सुकृत यस वर्ष पनि विविध कार्यक्रम अन्तर्गत एउटा प्रिय स्वास्थ्य शिविर कार्यक्रम हामीले सञ्चालन गर्यौँ जुन माघ 6 गतेदेखि हरेक शनिबार 10 वटा शिविरहरू हामीले विभिन्न डाक्टर साहबहरूको विज्ञहरूको उपस्थितिमा विभिन्न रोगहरूको स्वास्थ्य शिविरहरू सञ्चालन गर्यौँ जसमा रचना इलाज फिजियोथेरापी सेन्टर र हाम्रो अर्नीको समाजको संयुक्त आयोजनामा हामीले 10 वटा स्वास्थ्य शिविरहरू सञ्चालन गर्यौँ यो स्वास्थ्य शिविर आफैमा पनि एउटा 16 वटाको लागि एउटा अत्यन्त आवश्यक शिविर थियो ज्याचोले नेपाल मण्डल टेलिभिजन यातन कदरपत्र ललागु ख